हजुरहरूले आफ्नो बच्चाहरूलाई स्वर्णबिन्दु प्राशन खुवाउनु भएको छ कि छैन? इफ खुवाउनु भएको छैन भनेदेखि बच्चाहरूलाई खुवाउनको लागि चाहिँ लोकेसन यहाँ छ है गाइस। हजुरहरू त्यहाँ तिनकुनेबाट हुँदै 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 यतापट्टि आउनुभयो पछाडि यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, यहाँनिर चाहिँ हजुरको बच्चाहरूलाई स्वर्णबिन्दु प्राशन खुवाउनुहुन्छ है। पुष्य नक्षत्रको दिन पारेर उहाँहरूले खुवाउनुहुन्छ। बेबीको वेट, हाइट, एज अनुसारले कति थोपा खुवाउने भनेर उहाँहरूले त्यही अनुसारले खुवाइदिनुहुन्छ। इफ हजुरहरूको बच्चाहरूलाई खुवाउनु भएको छैन भने चाहिँ आयुर्वेदिक हो, असर गर्दैन। राम्रो गरोस् या नगरोस् तर असर चाहिँ गर्दैन, त्यही भएर खुवाउनु होला हजुरहरूले आफ्नो बाटो बेबीहरूलाई चाहिँ। लोकेसन चाहिँ हाम्रो हजुरहरू यता तिनकुनेबाट आउनुभयो भनेदेखि खोलाको बाटो सिधै नछोडिकन आउनुभयो भनेदेखि यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। यो बाटो आउनुभयो भने यस स्कुलको छेउमै छ है। यस स्कुल नपुग्दै छेउमै छ है। हजुरहरू उताबाट आउनुभयो भने पनि, सिनामङ्गलपट्टिबाट आउनुभयो भने पनि खोलाको बाटो आउनु होला। लोकेसन चाहिँ यहाँ रहेको छ है।